अब म माननीय मनीष शाहलाई समय दिन्छु। समय 5 मिनेट। सम्मानीय सभामुख महोदय, यस सदनले आज नयाँ सभामुख पाउनु भएको छ र यसमा सबै दलले देखाएको राजनीतिक सदाशयता र उदारताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कृतज्ञता र आभार व्यक्त गर्न चाहन्छु। आन्दोलन, योगदान, शहीद, त्याग र त्यस पश्चात आएको यो परिवर्तन र परिवर्तनले लिएर आएको यो एउटा नयाँ सदन। निर्वाचनको क्रममा धेरै ठाउँमा जाँदै गर्दा म विभिन्न साथीहरूलाई भन्ने गर्थेँ, मतदाताहरूलाई अनुरोध गर्ने गर्थेँ कि हामी केवल मत माग्न आएको छैनौँ, हामी साउथ एसियाको बेस्ट पार्लियामेन्टको परिकल्पना गरेर चुनावमा होमिएका छौँ। आज यो सदनमा सबै सहकर्मी, सहयात्री र माननीय प्रतिनिधि सभा सदस्यज्यूहरूलाई हेर्दै गर्दा लाग्छ हामीले साउथ एसियाकै यो दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन देखेको थियौँ त्यो साकार भएको छ। अब अभ्यासको पालो आएको छ, अब संस्कारको पालो आएको छ, अब संस्कृतिको पालो आएको छ र सिद्धान्तको पालो आएको छ। सदन योभन्दा अगाडि धेरैचोटि खुमलटार, बालुवाटार, बुढानीलकण्ठ र बालकोटको बन्दी भएर बस्यो र त्यसैले गर्दा सङ्ख्या मात्र गनियो, सिद्धान्त जहिले पनि कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ भनेर हामीले प्रस्तुत गर्ने पालो आएको छ। त्यसैले गर्दा यसमा सबैजनाको योगदानको लागि म अनुरोध गर्दछु। सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु, जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ। फ्रेन्च इकोनोमिस्ट फ्रेडरिक बास्टियाटले भन्नुहुन्छ कि when goods doesn't cross the border then soldiers will cross the border। अहिले देखिरहेको छौँ हामीले इरानको एउटा नाकाबाट जहाँ क्रुड ओयल क्रस गर्न छोडियो, जहाँ दैनिक 1,58 करोड तेल जहाँबाट गुज्रिनु पर्थ्यो त्यहाँबाट गुड्स स्टप्ड क्रसिङ, तेल गुज्रिन बन्द गर्यो अनि सोल्जरहरू त्यहाँबाट हिँड्न थाल्यो। त्यसरी नै सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ 24 गते देख्यौँ। बालुवाटार, राष्ट्रपति कार्यालय, अरू ठाउँभन्दा पहिलो जनताको प्रस्तुति र उपस्थिति यहीँ देखियो, सदनमा देखियो। त्यसैले सधैँ सबै सहकर्मी, सहयात्रीलाई मेरो अनुरोध छ त्यो सम्झिनु होला। अल टाइम भन्ने एउटा आइसल्यान्डमा सदनको परिकल्पना भयो आजभन्दा 1096 वर्ष अगाडि। अल थिङ भनिन्थ्यो जहाँ सबै कुराको छलफल गरिन्छ। त्यसपछि 700 वर्ष अगाडि हामीले वेस्टमिन्स्टरको प्र्याक्टिस देख्यौँ। 2016 साल विक्रम सम्वत 2016 साल असार 16 गते राति 11:45 नेपालको संसदीय अभ्यास सुरु भयो। हामी देशको अस्तित्वको जब परिभाषा र अस्तित्वको परिचय पाऊँ, हामी 21औं देश हौँ, तर संसदीय अभ्यासमा हामी जम्मा 66 वर्ष मात्र पुरानो छौँ। त्यसैले गर्दा यो सानो अवधिमा हामी धेरै फास्ट कुद्नु छ, धेरै कुरा उपलब्धिहरू हामीले हासिल गर्नुपर्ने छ। यसमा सबैजनाको त्यसरी नै गम्भीर सहभागिताको लागि पनि अनुरोध गर्दछु। हामीले धेरैवटा कुरा यो सदनमा जसरी नै बिपी कोइरालाले विक्रम सम्वत 2016-17 को सरकारको बेलामा पत्रकार मदनमणि दीक्षितलाई बोलाउनु भयो प्रधानमन्त्री निवासमा र बोलाएर भन्नुभयो कि सदनमा प्रतिपक्ष एकदम कमजोर छ, त्यसैले गर्दा हामीलाई सचेत गराउनु, हामीलाई सजग गराउनु र अलिक क्रिटिकल भएर प्रस्तुत भइदिनु भनेर सरकारको तर्फबाट पैसा नै दिएर समीक्षा भन्ने साप्ताहिक निकाल्न थालियो। त्यसरी नै हामीले कृष्णप्रसाद भट्टराईले भरत पराजुलीलाई विपक्षी दलको नेता दिएको हामीले त्यो बेला पनि देख्यौँ। र इन्डियामा सन् 1988 मा त्यहाँ राजीव गान्धीले विपक्षी दलको नेता अटल बिहारी वाजपेयीलाई युएन डेलिगेसनमा पठाएर र उहाँको किडनीको ट्रिटमेन्टको लागि सघाएको पनि देखेको छौँ।
त्यसैले हामीले यो दृष्टान्तहरू सम्झिन पनि आवश्यक छ कि सदनमा सत्ता पक्ष बलियो हुँदै गर्दा उसले दम्भ देखाउने होइन, दम्भ देखाउँदाखेरिको परिणाम त हामीले देखिसक्यौँ, भदौ त्यही सम्झिरहनुपर्छ हामीले। त्यसैले हामीले उदारता देखाउनु छ, संस्कार देखाउनु छ, यसमा हामीले सिद्धान्त देखाउनु छ र यो जिम्मेवारी वहन गर्दै यसमा सफल नेतृत्वको लागि र सफल अभिभावकत्वको लागि पनि नवनिर्वाचित सभामुखज्यूलाई अनुरोध छ र म विश्वस्त छु, केही राजनीतिक सहकर्म गर्ने मौका पाएको छु, तसर्थ म विश्वस्त छु यो कुरामा कि हामीले सफल अभिभावक पाएको छौँ, एउटा कुशल व्यवस्थापक पाएको छौँ। यस सँगसँगै हामीले एउटा नेपाललाई साउथ एसियाको सफल पार्लियामेन्टको उपहार दिनेछौँ र यसबाट हामी एउटा टर्निङ पोइन्ट यो देशले पाउनेछ भनेर विश्वास छ। सबैजना